5 लाखको बजेट छुटाएर 3 लाख चाहिँ गोजीमा हालेर 2 लाखको झारो टारेर पेपर चाहिँ 5 लाखको बुझाउने गरेको कारणले गर्दाखेरि यो देशमा अहिलेसम्म तपाईँको चाहिँ के हो त भन्दाखेरि विकास भएन। त्यसो भएको कारणले स्थानीय चुनावमा म यहाँहरू सबैजनालाई मिडिया मार्फत भन्न चाहन्छु, नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई, अन्जुलीको माटो चुनाव चिन्ह अन्जुलीको माटो श्रम संस्कृति पार्टीको उम्मेदवारलाई जिताइदिनुहोस् र श्रम संस्कृति पार्टीको उम्मेदवारले जितेको पालिकाहरूमा श्रमदानबाट पनि काम हुन्छ। त्यसपछि तपाईँले जस्तो श्रमदान गरेर देश विकास हुन्छ होइन त? तपाईँहरूको श्रमदान अलिक ठिक लागेन मलाई चाहिँ, किन भन्दाखेरि त्यो पुल जब कि 40 लाखमा बन्ने पुल 1.5 करोड खर्च भयो भने यसरी देश कसरी बन्छ भन्नु त? र अर्को कुरा तपाईँहरू श्रमदाताहरूले 1000 रुपियाँको काम गऱ्यो भने 1 लाख रुपियाँको खर्च हुन्छ, अनि काम चाहिँ 1000 को गर्ने, खर्च चाहिँ 1 लाखको गर्ने, अनि यसरी विकास हुन्छ। तपाईँले धरानको कुरा गर्नुभयो, धरानमा पनि त्यहाँको बेरोजु कति छ थाहा छ? कति करोड छ क्या? 30 करोड कि अझै बढी छ, अनि त्यसरी चाहिँ विकास हुन्छ।